तागु होटलबाट करिब 1 घन्टा हिँड्दा हामी 1 घन्टा हिँडेर तागु खोला पुलमा आइपुग्यो। अबको यात्रा पुरै उकालो जस्तो छ। त्यो कहिले हो आएको क्लाउड ब्रस्टिङ मेलम्चीको बजार पुरै ध्वस्त बनाएको सायद यतैबाट देखिन्छ पुरै खोला जति त सबै। अबको यात्रा पुरै उकालो खोला तागु खोला क्रस गरेपछि यो पुल क्रस गर्ने है। त्यस पछाडि करिब 5-7 घन्टाको यात्रापछि पुगिन्छ होला। पुग्दैन? पुगिन्छ 5 घन्टामा त पुगिहाल्छ। अबको यात्रा पुरै उकालो खोला तागु खोला क्रस गरेपछि यो पुल क्रस गर्ने है। त्यस पछाडि करिब 5-7 घन्टाको यात्रापछि पुगिन्छ होला। पुग्दैन? पुगिन्छ 5 घन्टामा त पुगिहाल्छ। साथीहरू अगाडि सेल्फी खिच्दै अगाडि लाग्दै हुनुहुन्छ फोटो खिच्दै। पर्दैन होला। कहाँ उही पिन्छ 5 बजी पिन्छ रातमाटे भन्दा अलि तल होला। तल चौरीको दुध प्रति गिलास 100 रुपियाँका दरले हामी खाँदैछौँ। होइन यो दुध साह्रै मिठो रहेछ। साह्रै मिठो रहेछ। चौरीको नुन चिया चाहिँ खाएको थियो। दुध चाहिँ फोटो बनाइदिनु ल। मिल्छ नि त साइडमा। होइन कहाँ हिँड्नु सुनपेटी खाना खाएर करिब 10 मिनट पछाडि साथीहरू के भिड त गतिम्लो भिड रहेछ। गतिम्लो मातिर हेर्दा हेर तलतिर खसिला
अब 1 घन्टा पुग्दैन होला त 1 घन्टा लाग्छ लाग्छ है 1300 छ सजिलो छ ढुङ्गा भन्दा बाहेक केही पनि देखिँदैन बुट्यान भन्ने त मास सेट पनि आउनु रगुर मास सिङ्गलै छ सिङ्ग तपाईहरु भाउस के त रगुर मास सेट आउनु कि पछाडी ढुङ्गो त्यही त हालिहाल्नु पर्यो क्या अब करिब 10 मिनट जतिको यात्रामा पुगिन्छ होला पुगिन्छ अलि पुग्दैन माने पुरा त्यो मुहान चाहिँ हो कि अरु साइड मेरो जोडिनु हो कि संरक्षण त के रहन्छ त यार के को पोखरीहरू के समस्या हुन्छ यही त हो नि पोखरी भने 56 मा हिसाब यार 4 त सल्ल यो त पानी पनि फोर्स है डुल्नु भन्ने फोटो खिच्नु एउटा हेलिप्याडमा मजाले यो आउँछ न अहिले आउँछ फोटो एकदम राम्रो आउँछ देख्ने हैन मन देख्ने फोटो फोटो खिच्नु हो होइन बसिरहन्छु महादेवको मन्दिर परिसर त्यसरी चलाउँदा चिज छैन 25 हुँदो रहेछ मैले सिकाएँ मेरो भिडियो खिच्छ नकिन खिच्छ ल्याएर डाइरेक्ट फोटो खिच्दैन त्यसरी चलाउँदा चिज छैन 25 हुँदो रहेछ होइन मैले अहिले चाहिँ मैले के गर्दैछु भने यो कुण्डको परिक्रमा गराउँदैछु 5 भएर पुण्ड सरस्वती कुण्ड अनौठो सिस्टम देखियो क्यामेरा भ्यान चाहिँ
यसै उसले गर्दै जुम गरिरहेको छ त धेरै अर्कोचोटिदेखि मैले सिकाएँ मेरोसँग भिडियो खिचेँ नखिचेँ खिचेँ झाडा टारे फोटो खिचेर अहिले त 30 रहेछ है खासै 35 रहेछ नहुनै सक्ने रहेछ 3 दिनको यात्रा पछाडि 5 पोखरी पुगेर हामी फर्किँदैछौँ अब करिब 2 घन्टा पछाडि नरसिंहपाटी पुग्छौँ पुगिँदैन 2 घन्टामा पुगिन्छ 2 घन्टा 2 घन्टामा नरसिंहपाटी हाम्रो त्यसको 3 घन्टामा देउराली पुगेर बाइक चढेर आजै काठमाडौँ फर्किने 5 घन्टामा काठमाडौँ फर्किने विचार गरेका छौँ कति राम्रो सुन्दर शान्त सबै चिजहरू हैन चिसो चाहिँ रहेछ क्यामेराम्यान पनि घुम्नु पर्यो कि 5 पोखरी 7 लाख घुम्नुपर्छ के सरको त्यहाँ हेर्नु त कस्तो छ हाम्रो यात्रा चाहिँ साह्रै रमणीय रह्यो हामी साथीहरू काठमाडौँदेखि यहाँसम्मको 3 दिनको यात्रामा चाहिँ हामी साह्रै मनोरञ्जन प्राप्त गऱ्यौँ प्राकृतिक दृष्टिकोणले भरिपूर्ण यो 5 पोखरीमा हामीहरू उपस्थित भएर यो 5 पोखरीको घुमफिर गर्दा यहाँको वस्तुस्थिति निहाल्दा हामी साह्रै गौरवान्वित महसुस गरेका छौँ किनकि यो प्रकृतिले दिएको उपहार रहेछ नि वरदान रहेछ रहेछ अब यसलाई हामी सत्कार गर्ने अवसर पाइयो यसको प्रचार प्रसार गर्ने अवसर पनि प्राप्त भयो र अब हामी आजैदेखि चाहिँ यो 5 पोखरीलाई चाहिँ कसरी चाहिँ पर्यटकीय स्थलको रूपमा बनाउन सकिन्छ भन्ने कुरामा चाहिँ हामी धार्मिक महत्त्व पर्यटक के भन्छ प्राकृतिक महत्त्व सरकारी निकायहरूलाई हामी सल्लाह सुझाव एकदम हामी गर्छौँ दिनेछौँ होइन हामी त्यो अभियानमै छौँ हाम्रो एकजना साथी चाहिँ कता अड्केर बस्नुभयो ल के भन्ने हो यो हाम्रो अब यो चाहिँ 5 पोखरी भ्रमण गर्न आएको टोली 5 पोखरी भ्रमण सकेर अब फर्किँदैछौँ आज हामी काठमाडौँबाट हिँडेको तेस्रो दिनमा भ्रमण सकेर क्रममा छौँ काठमाडौँ पनि अभियानमै छौँ अब अभियान चाहिँ हो तर पुग्ने सम्भावना अलि छ कम देखिन्छ बाटो चाहिँ पुरै उकालो जाँदा नि उकालो आउँदा नि उकालो भने हिँड्न सकिन्छ त्यस्तो हो हेर्नुहोस् अब रातिको
अहिले पनि बनाउनु होला जस्तो लागेको थियो कहिले बनाउनु हेलो चामल यसरी भन्नुपर्छ नि हेर कसै त अब बरु काजु किटकट खाऊ त्यहाँदेखि सुति छ हजुर त्यहाँदेखि सुति छ धेरै धेरै धन्यवाद छ सहयोग गरिदिनु भात पनि खान घर पनि जान यतै पर्छु पसारो म त यतै पर्छु एकदम घुम्नु पर्ने रहेछ कि दार्जिलिङ चाहिँ गजब रहेछ भ्याली दुईटा डाँडा बल्ल तल्ल सक्यो साथीहरू अर्को डाँडा थपिन्छ यसरी अनि अलि अलि गरेर सोध्यो भने दुईटा डाँडा अझै उतापट्टि छ भन्छन् मान्छेले पनि महादेवको मन्दिर परिसर कति कति कुदैछ यो एकदमै उकालो पनि रहेछ जस एकदमै हामीलाई एक्सर्साइज पनि भएको छ रमाइलो पनि भएको छ अब हामी एकदम के भन्छ फ्रेस भएको छौँ नि त खानपान पनि त्यस्तै फ्रेस छ वातावरण पनि फ्रेस छ मौसम पनि ठिक छ मान्छेहरू पनि ठिक छन् अब बेठिक चाहिँ के कुराको होला त नहोला सर केही पनि छैन फर्किने मान्छेले अलिकति बढी चढाइ कुरा गर्दा रहेछन् गर्दा रहेछन् त्यति मात्रै भेटेको अरू सब ठिक छ हामी एकदम यात्रा उकाली ओह्राली उकाली नै लागिराखेका छौँ एउटा जेन्जी तल अड्क्यो त
स्पिड दिने उसले जुन दिन तपाईँ महादेव मन्दिर परिसर यही त भयो अनि पज गर्ने यो विद्यार्थी सङ्ख्याको अभावका कारणले गर्दा धेरैवटा विद्यालय मर्ज भइसके पछाडि एउटै विद्यालय सञ्चालन भएको थाङपाल मावि र यो विद्यालयमा चाहिँ स्थानीय एकजना व्यवसायीले होमस्टे सञ्चालन गर्नुभएको रहेछ साह्रै उत्कृष्ट काम स्थानीय तहको तल फेरि फोटो खिच्छ नि एउटा भएछ त हो एकदम राम्रो छ हामी तामाङको बिच खोइ भयो उहाँलाई के हो होइन बहिनी मैले सही